आजको हाम्रो साँझको खाना चाहिँ यो सकरखण्ड हो। अघि दिउँसो बेच्न ल्याउनुभएको थियो, त्यही बेलामा चाहिँ किनेर राखेको थियौँ। यसलाई चाहिँ मैले धोएर बफ्फाउन छोडिदिएँ 5-10 मिनटको लागि। अनि त्यसपछि मैले यहाँ चेक गर्नु आएँ पाक्यो कि भनेर। अनि चम्चाले पुस गर्दाखेरि चाहिँ पाकेको रहन्छ, बाहिर बाहिर त पाकेको, भित्र चाहिँ सारै रहेछ। अनि त्यसपछि फेरि मैले यसलाई छोपेर 5-10 मिनटको लागि पाक्न छोडिदिएँ, 5 मिनटको लागि पाक्न छोडिदिएँ। अनि त्यसपछि पाकेर रेडी भयो। अनि मैले आमा सकरखण्ड पाक्यो भने है, अनि आमाले ल खाऊँ न त भन्नुभयो। अनि त्यसपछि हामीले खाना सुरु गऱ्यौँ। सकरखण्ड चाहिँ खासै त मन पर्दैन, तर ठिकै लाग्छ मलाई चाहिँ। तातो के पाकेको थियो नि त। अनि त्यहाँ आमाले चाहिँ अझै खान्छस् हुन्छ भने यति भएर चाहिँ पुग्छ भनेको है। धेरै मन पर्दैन नि त, अनि त्यही भएर मिठै छ। अनि तातो कि कस्तो गम खाइरहेको। अनि यता चाहिँ आमाले पनि खाइराख्नु भएको छ। अनि यहाँ चाहिँ मेरो चाहिँ नानी चाहिँ सुतिरहेको छ, उसको